यामकुमार पूर्जा है हजुर तर प्रायः जसो विदेशमा एभिन भनेर पनि चिन्छन् होइन म अहिले यतिखेर चाहिँ जर्मनमा म जन्मेको चाहिँ बेगसिममा हो टिजनमा भएको होइन हजुर त्यहीँ हुर्केँ त्यहीँ पढेँ त्यहीँ लेखेँ होइन हजुर नानी सानो हुँदाखेरि हामी भुइँपाले चौरतिर भुइँपाले चौर भनेको चाहिँ हाम्रो घरको तल टिएनतिर है त्यतातिर चाहिँ भैँसीलाई खेल्न बनाएको पोखरीमा हामी हाल खेल्ने हामी पौडी खेल्ने है मेरो दौतेरी भनेको चाहिँ केटाहरूमा चाहिँ शेरबहादुर मिलन म केटाहरूमा चाहिँ होइन अनि उसको दाइ फेरि ठिकै त्यो अमे हुने हजुर लिलाम दाइले त के अरे हामीलाई त्यो जिम्नास्टिक हान्ने त्यो होइन त्यो सिकाउँथ्यो अनि त्यसमा चाहिँ हाम्रो म सेकेन्ड हुन्थ्यो कि फेरि पर्कपरि परिमा लाउने होइन कोदो रोप्ने धान रोप्ने मकै खन्ने गोड्ने होइन हिउँदो लगायो भने चाहिँ फेरि दाउरा घाँस त्यसपछि अब कुनै गाउँमा मेला लाग्ने छ भन्यो भने चाहिँ फेरि त्यो हाम्रो आरम्भ भनेको नि त्यही मेलामा गएर दुःख बिर्साउने यो तरुनी थुन्ने तन्नेरी थुन्ने भन्ने सुन्थ्यो नि एकदमै रमाइलो हो त्यो बारेमा नि अलिकति बताइदिनु न चिमखोलाको केटीहरू होइन दामको केटीहरूले थुन्ने भए उताको यता अब हाम्रो गाउँमा मेला लाग्दाखेरि उनीहरू आउने भए हामीले थुन्नुपर्ने फेरि गरेको कामहरू गर्दा 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 गर्दै ब्यागेरियो फेरि है चिमखोलाबाट त्यही पनि लभ लेटर लेखेर है नमस्ते म तुल चोसाङ्गी आज चाहिँ यहाँ हाम्रो गाउँको बेगको एकदमै धेरै जीवनहरू भोगेका मान्छेहरूसँग भेट भएको छ लामो समयपछि उहाँको जीवन सङ्घर्षहरू गाउँको विषयवस्तुहरू ल उहाँले भोगेको उहाँको पाला भएको कुराहरू चाहिँ अलिकति केही सानो भिडियोको रूपमा रेकर्ड गर्न गइरहेको छु वास्तविक र मेन डिटेल चाहिँ उहाँबाट नै आउने छ अगाडि बढौँ नमस्ते काका नमस्ते बाबु के अरे काका भने खासमा तपाईँको परिचय दिनुहोस् न हजुर म चाहिँ मेरो नाम चाहिँ खास गाउँतिर चिन्ने चाहिँ यामकुमार पूर्जा है हजुर तर प्रायः जसो विदेशमा एभिन भनेर पनि चिन्छन् होइन हजुर अहिले तपाईँ चाहिँ कहाँ कार्यरत हुनुहुन्छ म अहिले यतिखेर चाहिँ जर्मनमा हजुर कतिको छुट्टी अहिले नेपालमा 5 हप्ताको लागि हजुर गर्दा गर्दै अब छुट्टी पनि सकिन लाग्यो होइन छुट्टी पनि सकियो अब रह्यो बाँकी 2-4 दिन त रहने अब यसको अन्तरालमा के गर्नुभयो के गर्न भ्याउनु भयो नेपालमा मैले केही गर्न भ्याएन किनभने अब जम्मा 5 हप्ता होइन अब त्यतिखेर दसैँ थियो होइन आएँ म आमाको हातको टिका लाउनु पाएँ होइन हजुर त्यसपछि ससुरालीको यो चिमखोला हजुर त्यहाँ बस्यो 2 दिन त्यसपछि फर्केपछि फेरि 1 दिन यहीँ बेनीमा बस्यो आमासँग होइन त्यसपछि भनेको चाहिँ पोखरा फर्केर त्यता 2-3 दिन यता त्यही नजिकको ठाउँतिर घुमफिर भयो होइन हजुर त्यही हो अचानक पोखरामा भेट भयो सँगसँगै के अरे बेनीसम्म आइगएका छौँ एकदम धेरै खुसी लागेको छ अनि तपाईँको बाल्यकालको कुराहरू गरौँ न तपाईँको बाल्यकाल एकदमै बच्चाको अवस्थामा 2-4 वर्षको छँदाको अवस्थाहरू सम्झिनुहोस् त कस्तो अवस्था थियो त्यति बेला बाल्यकाल भनेको त अब एकदमै दुःख थियो त्यतिखेर होइन कहाँ जन्मने भयो म जन्मेको चाहिँ बेगसिममा हो टिजनमा भएको होइन हजुर त्यहीँ हुर्केँ त्यहीँ पढेँ त्यहीँ लेखेँ होइन हजुर त्यसपछि अब त्यस्तै अब बाल्यकालको कुरा त अब साध्य छैन नि कस्तो थियो त्यो गाउँको बेगको अवस्थाहरू त्यति बेला गाउँमा भन्नाले अब अलिकति सम्झनाहरू छ बच्चा छँदाको अवस्थाहरू कसरी खेल्नुहुन्थ्यो त्यतिखेरको अवस्था भने हामी बालबच्चा छँदा कसरी खेलिन्थ्यो भन्दाखेरि त्यही हो अब स्कुल जाँदा होइन स्कुल टाइम स्कुलै भयो होइन बाँकी खेल्ने समयहरू चाहिँ हामीले कसरी खेल्थ्यौँ भन्दाखेरि त्यही नर्मल त अब त्यो भरटर हुनेमा सानो गरान्थ्यो होइन त्यसमा अब हलियोलहरू खेल्ने त्यो अलिक थाहा पाउने भइसकेपछि होइन त्योभन्दा अलिक सानो हुँदाखेरि हामी भुइँपाले चौरतिर भुइँपाले चौर भनेको चाहिँ हाम्रो घरको तल टिएनतिर है त्यतातिर चाहिँ त्यो खास मान्छे खेल्ने भनेर बनाएको त्यो पोखरी होइन आल भन्छ नि त हामीले होइन आज त स्विमिङ के आयो त खोलामा पनि खेल्न सकिन्छ तर त्यहाँ खोला होइन कि होइन त्यो
बनाएको भैँसीलाई खेल्न बनाएको पोखरीमा हामी हाल खेल्ने हामी पौडी खेल्ने है। त्यति बेलाको दौतेहरू को हुनुहुन्थ्यो सम्झना छ साथीहरूको नामहरू छ नि त्यतिखेरको हामी मेरो दौतेरीहरू भनेको चाहिँ केटाहरूमा चाहिँ शेरबहादुर हजुर शेरबहादुर बुढा होइन अनि मिलन के उसलाई हामीले मिलन त पछि नाम होइन मेघबहादुर भन्थे होइन शेरबहादुर मिलन म केटाहरूमा चाहिँ होइन अनि उसको दाइ फेरि त्यो अमे भन्ने हजुर त्यो मऱ्यो तपाईँहरूलाई याद छ कि छैन होइन त्यो गोली ल्याएर मऱ्यो भने ऊ अनि अहिले पोखरामा बस्छन् हाम्रो कान्छा मामाको छोरी बालु भन्ने कि बालु उनी भए अनि फेरि शेरबहादुरको बहिनी कान्छी देवी के देवी हामीहरू भन्दा सानो तर पनि हामी सँगै खेल्दिने कि तिनीहरू भए फेरि अरू त के भेमाया भए कुमारी भए होइन पुनमाया भए हाम्रो त ठुलो के ठुलो ठुलो त्यसपछि के स्कुलको कुरा नि गराउन स्कुलको नाम के थियो पहिला कहाँ पढ्नुभयो स्कुलको नाम त्यो गाउँमा त्यो श्री महादेव निम्न माध्यमिक विद्यालय माथि सिमको स्कुल त्यो पार्वती त्यो भनेको त पछि होइन पछि होइन त हाम्रो मेरो बच्चाहरूले पढेको नि त हाम्रो अन्जुले भयो अझै त्यो त धेरै पछि कुरा हो नि त। गाउँमा कतिसम्म पढ्नुभयो नि त्यति बेला जम्मा 5 क्लासमा पनि त अझै 2 पल्ट फेल पो भएको कि पढाउने सरहरू को हुनुहुन्थ्यो सम्झना छ पढाउने सरहरू चाहिँ भीमे सर होइन राखुको भीम सर अनि अर्को चाहिँ गाउँकै चाहिँ हाम्रो रणकुमार दाई हजुर लीलारामहरूले पनि पढाउनुभयो लीलाराम दाईले त के अरे हामीलाई त्यो जिम्नास्टिक हान्ने त्यो होइन त्यो सिकाउँथ्यो अनि त्यसमा चाहिँ हाम्रो म सेकेन्ड हुन्थ्यो कि फेरि फर्स्टमा चाहिँ तल हाम्रो के भन्छ भने हाम्रो गाउँमाको के भन्छन् नै गाउँमा त हिरामाईको भाइलाई के भन्छन् कि दाई के भन्छन् नै उनको नाम होइन कि उनीहरू चाहिँ अब 6-7 क्लासमा पढ्थ्यो हामी त 2-3 क्लासमा पढ्ने होइन उनी फर्स्ट हुने म सेकेन्ड मान्थेँ कि सेकेन्ड हुँदा त्यो मिठाईहरू के पुरस्कार पनि पाएको थियो। कति सालको कुरा हो यो याद छ याद छ छैन यो ठ्याक्कै याद छैन कति साल रहेछ यो ठ्याक्कै याद अझभन्दा कति वर्ष लगभग कति वर्ष पहिलाको कुरा आजभन्दा त होला नि त्यो त 30 वर्ष पहिलेको कुरा होला नि मैले 2 क्लास 3 क्लासमा पढ्थेँ भनेपछि होइन अहिले त म कति वर्ष पुगेँ के अरे हजुर 48 त भयो सुरु हुँदैछ मेरो होइन चल्दैछ। त्यो स्कुल चाहिँ कतिसम्म थियो 7 क्लाससम्म थियो 7 क्लाससम्म थियो हजुर अनि बलसिंह सर पछि बलसिंह सरले पनि पढाउनु भयो त्यसपछि अरू नि थियो थाहा भएन राखुको प्रकाशको दाई अरू चाहिँ याद भएन। अहिलेको हेडसर हुनुहुन्छ महादेव माविको के अरे दुधबहादुर गरुजा उहाँलाई चाहिँ कसरी चिन्नुहुन्छ नि उहाँ त हाम्रो साथीहरू जस्तै हो हामी अलि माथिल्लो बेसको हो होइन तर हामी सँगै परिमल लाने सङ्घर्ष गर्ने उहाँले पनि स्कुलमै पढ्नुभयो त्यही स्कुलमा उहाँले पनि त्यही स्कुलमा पढेको हजुर अनि स्कुल लाइफ सँगै सकेर त्यसपछि वैशाख जीवन चढ्नुलाई काम गर्नै पर्यो परिमल लाउने यताउति हुत्त लाउने भन्ने कुराहरू हुन्थ्यो होला त्यसको बारेमा अनि कसरी कामहरू गर्ने परिमल लाउने हुत्त अनि परिमल भन्ने एउटै हो होइन कसैले परिमल लाउने हुन्छन् कसैले हुत्त लाउने हुन्छन् होइन त्यस्तो चलन थियो। अब त्यही अब बर्खभरि परिमल लाउने होइन कोदो रोप्ने धान रोप्ने मकै खन्ने गोड्ने होइन हिउँदो लाग्यो भने चाहिँ फेरि दाउरा घाँस त्यसपछि अब कुनै गाउँमा मेला लाग्ने छ भन्यो भने चाहिँ फेरि त्यो हाम्रो आरम्भ भनेको नि त्यही मेलामा गएर दुःख बिर्साउने त्यो मेलाको कुरा आयो ठ्याक्कै त्यतातिर चाहिँ यो दोबा बेग चिम्खोला चाहिँ एउटा ग्रुप नै थियो अरे सबैभन्दा ठुलो मेला चाहिँ शिवरात्रि नै हो त्यति बेला शिवरात्रि मेलालाई शिवरात्रि त्यसपछि भूमि पूजा पनि राम्रै हुन्थ्यो मैले थाहा पाउँदाखेरि होइन त्यो तल देउरालीको गराउनको त्यो कुनामा के उठाले हुन्थ्यो कि ओडादेखि परसम्म होइन त्यतिकै अब हेर्दै रङ लाउने कि बाहिरबाट हेर्दा पनि अहिले त अब त्यस्तो छैन होइन मेला त्यो पुरस्कारहरू के खसीहरू के राङ्गोहरू खसीहरू त्यो भलिबल खेल्दाखेरि त्यस्तो पुरस्कार हुने थिएन त्यो सिल दिन्थे होइन
त्यही याद छ। त्यो खसीहरू राख्ने चलन छ, अलि पछि नि हो, धेरै पछि नि हो। यो तरेनी थुन्ने तन्नेरी थुन्ने भन्ने सुन्थ्यो नि, एकदमै रमाइलो हो। त्यो बारेमा नि अलिकति बताइदिनु न। तर्नीले तन्नेरी थुन्ने होइन, तर्नीले तर्ने थुन्ने चाहिँ थुन्ने भनेको चाहिँ गाउँकै गाउँ हुने थिएन होइन, आफ्नै गाउँमा हुने थिएन। जस्तै अब हामी बेगेको केटाहरू गयो भने उता चिमखोलाको केटीहरू होइन, दमको केटीहरूले थुन्ने भए। उता गए त अब हाम्रो गाउँमा मेला लाग्दाखेरि उनीहरू आउने भए हामीले थुन्नुपर्ने फेरि। जस्तै अब हामीले परिमा लगाएर आज एउटा काम गर्ने, भोलि उसको परिमा तिर्नुपर्छ भन्ने चलन थियो नि। जस्तै अब केटीहरूको भात खाएर आयो भने हामीले फेरि हामीले पैसा तिर्नु पऱ्यो कि होइन। मतलब अब थुन्ने जस्तै 5-7 दिन मेला नसकिनेसम्म केटीहरूलाई थुनेर राख्ने। उति बेलाको रमाइलो है मेला पनि, एकदमै सांस्कृतिक कार्यक्रम भने आफै गाउने आफै बजाउने है, त्यो चाहिँ रमाइलो है। आफै बजाउने आफै गाउने होइन, आफै गीत रच्ने, नाच आफा जति नाच्ने कुराहरू पनि अब सिकाउने मान्छे हुने थिएन, आफ्नो देउवाले जति गाउँछ त्यति है। कहाँबाट आउँछ होला कि त्यो बजाउने सिक्नेहरू? बजारबाट केही पनि गएको थिएन, आजको जस्तो जमानाहरू थिएन होइन है त्यति बेला? त्यो अब यस्तो के यस्तो गर्ने त्यो झेली के भन्छ होइन, त्यो हुन्थ्यो। अनि हार्मोनियम र मादल चाहिँ अनिवार्य हुनैपर्ने होइन, त्यो भएन भने त अब गीत गाउन गाह्रो हुन्छ। त्यति भयो नि सक्यो क्या, अनि मुरली त्यति भयो। हजुर, अनि त्यसपछि बसेर हुँदै जानुभयो, अगाडि बढ्दै जानुभयो, उमेर पनि माथि बढ्दै जानुभयो, त्यसपछि थपिने हो। त्यसपछिको लाइफहरू चाहिँ कसरी चल्यो नि तपाईँको? त्यसपछिको जिम्मेवारीहरू अब थपिँदै गयो होइन, उमेर पनि पुग्यो, स्कुल पनि अब धेरै पढ्न नि पाइयो होइन, जम्मा त्यही 5 क्लास मात्र पढ्यो होइन। त्यसपछि गरेको कामहरू गर्दै ब्यागेरियो फेरि है चिमखोलाबाट। त्यही पनि लभ लेटर लेखेर है। अलिकति त्यो लभ लेटर मेरो पालामा थियो, के अरे अटो भर्ने भन्ने, रगतले चिठी लेखेर पठाउने भन्ने चलनहरू थियो, त्यसको बारेमा अलिकति थोरै बताइदिनु। त्यो अटो भर्ने भन्ने चाहिँ अब खै एउटा कपीमा आफूले के लेखेको हुने रहेछ होइन। कोही अटो भर्दै भन्ने, मलाई चाहिँ खास फेरि त्यस्तो के ल्याउन आउँथिएन कि, तर अटो भर्ने भन्ने चलन चाहिँ थाहा भएको थियो। फोटो पनि राखिदिनु पर्थ्यो फेरि त्यहाँ है, आफ्नो ठ्याक्क फोटो राख्ने, अनि आफूले मनमा लागेको कुराहरू होइन, यस्तै के भन्छ त्यो कविता तीहरू होइन अलिकति छोडिदिने, त्यस्तो चलन थियो। अनि फोन भन्ने कुरा त अब त्यतिखेर छँदै थिएन होइन, उयो चिठीमा कुरा गर्ने भनौँ न होइन, जहाँसुकै अब गाउँमा पनि त्यसरी नै अब हाम्रो कुराकानी चाहिँ केटाहरूसँग कसरी गर्ने भन्दाखेरि चाहिँ मेला जस्तै अब गाउँमा मेला लाग्दा त त्यति भेट हुन्छ कि होइन, त्यो सल्लाह चाहिँ कसरी गर्ने भन्दाखेरि चिठीमा। फल्ला गाउँमा मेला लाग्दैछ अरे, ल तपाईँहरू पनि आउनु पऱ्यो, म पनि आउँदैछु है। सोध्छ मैले त त्यति बेला है एकदमै भेट हुने एउटा पेपरको भरमा एउटा चिठीकै भरमा माया प्रीति बस्ने भन्ने कुरा त त्यही त। गाउँ पल्लो गाउँबाट चिठी आउनलाई 1 हप्ता जति लाग्थ्यो होइन। एउटा चिठी पठाएको रेपलाई कहिले आउँछ र भनेर 1 हप्ता कुर्नु पर्थ्यो। सँगसँगै तपाईँ अगाडि बढ्नुभयो एकदमै, अनि ठुलो हुनु गयो। त्यसपछि अब विदेशको यात्राहरू कसरी के थियो? त्यसपछि चाहिँ अब त्यो कुराहरू भयो होइन, त्यो चिठी पत्र गर्दै ब्यागेरियो होइन, ब्यागेरिसकेपछि अब फेरि विदेश जाने चलन। अब अरबभन्दा अरू केही पनि थिएन होइन, कि त लाउरी हुनु पऱ्यो होइन, लाउरी नहुनेहरू त अब अरब जाने, त्यतिखेर अरब जाने चलन थियो। ल अरब जानु पऱ्यो भनेर पासपोर्ट काट्नु गइयो। हजुर, पासपोर्ट के अरे गाउँदेखि कहिले पोखरा काटेको छैन है, काठमाडौँ गएको छैन। काठमाडौँ कुरा गर्नुभयो, गाडी चाहिँ कहाँबाट चढ्नुभयो? गाउँबाट झरेर कहाँबाट फर्स्ट गाडी कहाँ चढ्नुभयो त्यो बताइदिनु त। फर्स्ट गाडी हामीले त्यतिखेर कहाँ चढ्यो नै, बागलुङबाट हो कि पासपोर्ट काट्ने बेलामा चाहिँ है। तर त्योभन्दा पहिला चाहिँ हामीलाई चाहिँ जुगलेसम्म गाडी आएको छ अरे भन्ने चाहिँ सुनेको, त्यहाँबाट नुन पनि बोकिरहेको आएको छ। जुगलेबाट नुन कति केजी नुन बोक्नु भयो त्यति बेला? केजी मानापाथी 3 पाथी हो कि के हो, 3 पाथी जस्तो लाग्छ होइन। अनि त्यो बोक्ने चाहिँ म मात्रै थिएन कि, फेरि हाम्रो फ्यामिली, हाम्रो आमाहरू, हाम्रो माइजू, फेरि
शेरहादुर करहादुर हुने हामीहरू उस्तै थियो कि होइन त्योभन्दा दाइहरूले त झन् मालिढुङ्गाबाट बोक्नु भयो होला सायद दाइहरूले त अब कताबाट बोके थाहा भएन मैले थाहा भएन त्यो चाहिँ होइन तर मैले चाहिँ जुगलीसम्म गएर हजुर नुन बोकिरहेको छु 3 पाती नुन मामाहरूले किनिदिएर है त्यो डोकोमा त्यो 3 पातीलाई कति पर्यो होला कि पैसा अलिकति याद छ कति पैसा यति पर्यो भन्ने मलाई याद छैन तर 3 पाती नुन किनिदिएर मामाले किनिदिएको गरे हजुर अनि डोकोमा बोकेर आइयो कति दिन लाग्यो नि घरसम्म लाग्यो नि 2-3 दिन कति दिन पो लाग्यो कहाँ बासहरू कता कता बस्नु याद छ अलिकति बास बसेको चाहिँ त्यो जुगले भन्दा यता माथि त्यो कार किनेर के हुन्छ त्यो माथि उलेर तल झर्ने झरिसकेपछि होइन त्यहाँ आउँदाखेरि रात पर्यो अब त्यहाँ बास बस्नु पर्यो बास बस्ने त्यतिखेर पैसा नहुने होइन बास बसे त भात खाइदिनु पर्यो भने होटल बसेपछि त पैसा नहुने पैसा नभएपछि चामल त अब 2 महिना पकायो भने त अब सबैले 3-4 जनालाई पुग्छ नि त होइन त्यो चामल पोको पारेर लगेर गयो त्यो अनि होटेलवालालाई ल हाम्रो भात पकाइदिनुपर्छ तपाईँहरूको तरकारी खाइदिन्छ दाल खाइदिन्छ भन्ने है भन्यो अब चामल त रहेछ त फेरि चामल त थियो नि चामल त अब लगेर जानुपर्छ नि गाउँबाट लगेर जाने कि त अब किनेर भए पनि लिएर आउनु पर्ने त भात किनेर खानुभन्दा त चामल किनेर सस्तो पर्ने हो नि त होइन पैसा नभएपछि होइन अनि हाम्रो चामल उनीहरूले पकाइदिने भए उनीहरूले चाहिँ दालको र तरकारीको पैसा लिने भयो कि होइन त्यसरी पैसाको भ्यालु है त्यति बेला है एकदमै हजुर 3 दिन लाग्यो गाउँ 3-4 दिन नै हो जस्तो लाग्छ मलाई गाउँसम्म आइपुग्न त्यो नुन चाहिँ गएर के गाईहरू भैँसीहरूलाई कुटेर खुवाउन मान्छेहरूलाई खानको लागि मेन त मान्छेलाई त्यसपछि गाईबस्तुलाई पनि चाहिन्छ नुन होइन हजुर त्यो त महिनामा एकचोटि त खुवाउनु पर्छ नि त पिसेर भुटेर होइन त्यो बाहिर चौरमा ढुङ्गा हुन्छ त्यसलाई थाला हुन्छ होइन थाला हजुर त्यसमा हालिदिने गाई भैँसी राखेर त्यो नुन चाहिँ भुटेर खुवाउनु हुन्थ्यो कि त्यति भुटेर पहिला पिस्ने ढिका हुन्छ कि हजुर त्यसलाई पिस्ने अनि भुटेर कालो बनाउने पहिला होइन त्यसपछि सेलाउनु पर्यो हजुर अनि थालामा नुन भुट्नुको अलिकति केही लजिक छ केही पहिलाबाट देखेको खास कारणहरू काँचो नुन खाए मलाई पनि थाहा भएन काँचो नुन दियो भने के हुन्छ र भुटेको नुन खायो भने दियो भने के हुन्छ त्यो मलाई थाहा भएन मान्छेले खाने त काँचै नै हो होइन तर गाईबस्तुलाई दिन चाहिँ भुट्न देखेको आमा बाउहरूले होइन त्यो बाजेहरूले भनेको त्यो काँचै नुन खायो भने नुन खान पानी खानु खोज्छ अरे पानी खाइदियो भने असर पार्छ अरे तेरो भुटेर खुवाउनु पर्छ ठङ्गे ढल्छ भन्नुहुन्थ्यो सायद खो कि जस्तो नि लाग्छ सायद हुनसक्छ त्यो चाहिँ थाहा भएन तर नुन चाहिँ भुटेर नै खाउँछु ल अगाडि बढाउँदा के अरे त्यसपछि बागलुङबाट गाडी चढ्नुभयो त्यसपछि विदेशको यात्राहरू कहाँबाट कसरी त्यसपछि अब साउदी गइयो होइन हजुर साउदीको भिसालाई साउदी गइयो साउदीमा 8 वर्ष 8.5 वर्ष भनौँ न 8.5 वर्ष जति बसियो गाउँको साथीहरू पनि थिए मिन कुमार भयो होइन हजुर देवीलाल अनि सुबहादुर म हाम्रो गाउँको 4 जना एकैचोटि भिसा लाग्यो होइन अनि गइयो कम्पनी पनि एउटै रुम पनि एउटै भयो होइन गरेर 8.5 वर्ष जति जस्तै सुरुमा त एकदमै गाह्रो भएको थियो अब हामी त अब काठमाडौँ पोखरा नदेखेको मान्छे नि त होइन हिन्दी बोल्न समेत नआउने मान्छे अरब गइयो त्यहाँ गएर हिन्दी सिक्नु पर्यो काम सिक्नु पर्यो होइन पहिला त रोइयो नि छोरा मान्छेहरू रोन्न भन्थ्यो किन नरोक्नु मै रोएको छ अब कुवाका गर्दै दुःख पाएर नि है दुःख हुने अब कामै आउँदैन एक त होइन पहिलो कुरा भाषा आउँदैन दोस्रो कुरा अब अतेक लाग्ने भयो घर कति वर्ष भयो नि साउदी 8.5 वर्षपछि म त्यसपछि मलाई चाहिँ अब फेरि अब त्यहाँ पनि यत्रो बस्यो होइन अब युरोपतिर लानुपर्छ तर युरोपको बारेमा मलाई केही पनि थाहा थिएन है फेरि युरोप गयो भने यस्तो हुन्छ यहाँ के अरे राम्रो हुन्छ नराम्रो हुन्छ त्यहाँ गएर के गर्नुपर्छ भन्ने कुरा मलाई केही थाहा थिएन कि केही थाहा थिएन अब त्यो साउदीमा हुँदाखेरि चाहिँ कम्पनीको नजिकै काम गर्ने मैले एउटा टुर्किसको साथी थिएँ होइन विदेशी साथी होइन अनि उसलाई चाहिँ थाहा रहेछ कि उसको एउटा दलाल रहेछ साउदीबाट युरोपतिर ओसार्ने त्यसले चाहिँ मलाई सबै यहाँबाट बङ्गालीहरू नेपाली त थाहा भएन तर बङ्गालीहरू चाहिँ यहाँबाट सब युरोप छिरिराखेको छ तँ पनि जान्छस् भने चाहिँ मेरो साथीलाई भनिदिन्छु भन्ने होइन मैले चाहिँ
लदा नि हुन्छ होइन युरो त भन्न त सुनेको हो तर त्यहाँ कस्तो हुन्छ भन्ने कुरा मलाई थाहै थिएन होइन तर अब जान्छ भने होइन युरो त राम्रै होला हो न हो राम्रै होइन राम्रै होला भन्ने हुन्छ नि त होइन उसलाई जान्छ नि त ल जाउँ न त बाटो कस्तो छ भनेको बाटो चाहिँ अब कोही ठाउँ हिँड्नुपर्छ कोही ठाउँ चाहिँ गाडीमा कोही के भन्दै गरेको होइन त्यहाँबाट अब जाने उपाय कसरी फेरि होइन त्यति त भने त्यसले जाने कसरी साउदीमा त पासपोर्ट त हाम्रो त मालिकले राखिदिएको हुन्छ दिने कुरा भएन मालिकलाई भनेर जाने नि दिन्न होइन भाग्नु पऱ्यो रित्ते भागेर भएन फेरि होइन पासपोर्ट चाहियो तर के आइडिया लगाइयो भन्दा चाहिँ ल 6 महिनाको लागि चाहिँ छुट्टी हान्दिएँ म चाहिँ घर जानु पऱ्यो भन्ने सबलाई होइन अनि छुट्टी लाग्दै 6 महिना म घर आएँ हजुर दसैँको बेला थियो दसैँ आउने बेला आएको थियो होइन हजुर होइन आएर बसेँ 1 महिना बसिसकेको सकेँ होइन त्यसको अन्तिममा चाहिँ दसैँ आउनलाई 2-4 दिन जति बाँकी थियो कि हजुर त्यतिखेर चाहिँ उसले चाहिँ उहाँबाट चाहिँ दलालले छिराइजा जानुपर्छ सिराइजा भन्ने हो कि होइन साथीले फोन गर्ने भएको अरे अनि मैले त ल त छोड दसैँ अर्कोचोटि मनाउँला भनेर छोडिदिएर हिँडेको त्यो कति सालमा पर्ने 2007 को कुरा हो अनि त्यहाँबाट मैले दसैँ छोडिदिएर आएको 1 महिना भएको थियो कि होइन मसँग चाहिँ 5 महिना छ छुट्टी त्यहाँबाट गएँ यहाँबाट गएँ कम्पनीमा गइनँ हजुर कम्पनीमा गइनँ पासपोर्ट राखिदिन्छ है बाहिर साथीहरू गाउँमा कि साथी हुनाले अब गाउँकै हाम्रो झबिर थियो होइन हजुर झबिरको कम्पनीमा गएर बसेँ हजुर म मात्रै होइन अर्को एकजना कोट गाउँको सेरे पाइजा भन्ने पनि थियो कि अनि ऊ अनि यहाँ मिलनचोकको यो बेनीवनाले उता मिलनचोकको भरत भन्ने थियो होइन हामी 3 जना उसकैमा बस्यौँ हजुर उसकैमा कति दिन बस्यो नै जस्तै अब त्यहाँ यति दिन भन्ने याद छैन मलाई तर हामीले यहाँबाट गइसकेपछि कम्पनीमा गएर पासपोर्ट राखिदिन्छ हामी त लोन छ नि त होइन त्यहाँ बसियो कहाँ बसियो त्यही खाने त्यही बस्ने गऱ्यो अनि त्यो उसले चाहिँ जोर्डनसँग भिसा लगाइदियो होइन हामी पासपोर्ट हामीसँग छ पासपोर्ट दलाललाई दियो अनि उसले चाहिँ जोर्डनसँग भिसा लगाइदियो अनि छिरियो जोर्डनसम्म त हाम्रो भिसै छ फेरि होइन के अरे अब आर्मीसँग जानु पाइने भयो जोर्डनबाट चाहिँ सिरिया इन्ट्री हुनलाई बसको त्यो बस्ने सिट हुन्छ नि त्यसको मुनि लुकाएर छिरायो अनि त्यसपछि त्यो बोर्डर क्रस गरिदिइसकेपछि चाहिँ त्यो झारिदियो त्यहीँ बाटो रोडमै झारिदियो होइन तिनीहरूको कन्ट्याक्ट हुँदो रहेछ अर्को दलाल लिन आयो कि ट्याक्सी लिएर अनि लग्यो उसको घर त्यही दलालको घरमा हजुर गइयो 1 रात बसियो होइन खानापिनाहरू राम्रै थियो राम्रै गऱ्यो त्यसपछि भोलि होइन फेरि त्यो सिरियाबाट तुर्किसको बोर्डरमा पुग्नलाई कति घन्टा 4 घन्टा जति ट्याक्सीमा हिँडाले है त्यसपछि त खुट्टाले माथि त्यो बोर्डर क्रस त खुट्टाले हिँड्नु पर्दो रहेछ खुट्टाले हिँड्यो हिँड्दा बोर्डर त्यो तुर्किसको बोर्डर पनि छिराइदियो क्या छिराइदियो अनि माथि तुर्किसको माथि लेकमा गोठ जस्तो रहेछ त्यहाँ बसियो 1 रात त्यहाँ खानासाना नि त्यहाँ खानिदियो त्यहीँ बसियो त्यहाँबाट फेरि त्यो क्यापिटलमा पुग्नलाई 18 घन्टा लाग्दो रहेछ होइन 18 घन्टा लागेर स्ट्याम्पल पुग्यो त्यहाँ चाहिँ फेरि बसियो 52 दिन हजुर 45 जना एउटा कोठामा लगभग 2 महिना 45 जना के ठुलो यस्तै कोठा थियो होइन 45 जना मान्छेले चाहिँ भेडा बाख्रा यस्तै थुनिराखेको कि ओर्नेहरू पनि केही पनि नभएको जस्तै भेट्टाहरू चाहिँ पुरा चिरिएको बाहिर चिसो भएर भित्र चाहिँ पसिना त्यो पसिना निस्कियो कि त्यस्तैमा 45 दिन बसियो खानेकुराहरू चाहिँ 2टा जति सुक्खा रोटी दिन्थ्यो होइन अनि एउटा कटौरामा दाल हजुर भनेको चाहिँ त्यो रातो दालमा 1 महिना त होला नि 1 महिना दालमा त्यो 45 जनालाई खाना पकाउँदा त अब कहाँ हुन्छ त मिठो होइन एक महिना दाललाई त्यो पानी हालेको होला त्यो पानीमा रातो एउटा दाल र सुक्खा रोटी खाएर 45 दिनसम्म बस्यो होइन त्यसपछि चाहिँ 45 दिनपछि फेरि निकालेर 3-4 घन्टा कि के हो टुरिस्टबाट त्यो ठुलो गाडीमा हालेर कोचेर लग्यो होइन त्यहाँबाट जङ्गलमा छोडिदियो कि सबै 45 जना भनौँ न
कुन 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 कन्ट्रीको जङ्गलले त्यो टर्किस ओके टर्किसबाट उता गिरिस छिर्न त हामी त होइन अनि त्यो गिरिस छिराउनलाई त्यसरी लग्यो होइन 4 घन्टा जति त्यो ठुलो उसमा लग्यो त्यसपछि छोडिदियो सबै छोडिदियो होइन छोडिदियो भन्नाले नै अब त्यो अब उनीहरूको त्यो बाटो देखाउने मान्छे हुन्छ कि होइन कोहीले पछाडिबाट त्यो सम्हाल्ने होइन भाग्छ गर्छ कोही हुन्छ नि त कोही ढिलो हुन्छ कोही छिटो हुन्छ होइन एउटा चाहिँ अगाडि बाटो देखाउने गरेर 6 दिन हो कि 6 दिन हो कि 7 दिन 6 दिन जस्तो लाग्छ 6 दिनसम्म चाहिँ रात पऱ्यो नि हिँड्ने दिउँसो भयो भने चाहिँ त्यो कालो प्लास्टिक हुन्न प्लास्टिकभित्र पसेर माथि बन्द गऱ्यो रुखको जरा चाहिँ त्यस्तो थियो जीवन अहिले सम्झँदा हाँसो लाग्छ त्यो दुःखको जीवन अवस्थाहरू त्यो एकदमै नि हामी त अब कतिपय मान्छेहरू नि मर्यो नि त होइन जस्तै अब हामी नि त्यतिखेर मरिदिएको भए अहिलेसम्म आज यसरी बोल्नु पाइन्थ्यो यिनीहरूलाई कि त्यसरी गिरिस त्यसरी अब 6 दिनसम्म राति हिँड्ने दिउँसो छुट्ने गरेर गिरिस छिराइदियो गिरिस छिराइदिएर फेरि त्यहीँ 3 दिनसम्म थुनेर खाएर दलालले पैसा नपुगेर मतलब अब सबै पैसा तिर्यो होइन 300 युरो पुगेको थिएन 300 युरो सबै ठाउँमा माग्ने अब जग्गा पनि छैन होइन आफूसँग पनि पैसा पनि छैन फोन जति सबै मोबाइल जति खोसेर राखिदिएको छ कहिले कहिले ल छिटो पैसा माग्यो भने त्यो मोबाइल दिन्छ अनि अब निकोला माग्ने ठाउँ छैन त्यही कोरगाउँको साथीले एउटा मान्छे चिन्दो रहेछ जर्मनमै होइन पहिलेदेखि चिनेको रहेछ साउदीमा बस्दै उसलाई चाहिँ फोनमा याद रहेछ कि अनि फोन गरेर अनि त्यो उहाँ जर्मन हुने उनको नाम चाहिँ प्रेम हो होइन अहिले पनि हो हुनुहुन्छ उनले पैसा पठाइदिएर बल्ल निस्केको 300 तिर्न नसकेको 300 मा त अब एक दिन बसेको त 100 रुपियाँ भराउँदो रहेछ होइन उहाँ त्यो प्रेम दाइलाई केही धन्यवादको शब्दहरू छ एकदमै त्यत्रो के अरे उहाँहरूले चाहिँ अब यो कुराहरू कतै भिडियोहरू हेर्नु पाउनु भयो नि होइन त्यतिखेर त हामी त मर्ने अवस्था थियो नि त होइन त्यतिखेर पैसा पठाइदिएर साथ दिनुभएकोमा होइन धेरै धन्यवाद अनि सम्झना पनि मनैभरि अहिले पनि हामी भेट्न सक्छौँ तर आफ्नो कामको व्यस्तताले गर्दाखेरि खासै सधैँभरि भेटघाट हुन पाइन्न होइन तर बस्ने एरिया चाहिँ हाम्रो नजिकै हो गिरिसपछि चाहिँ त्यसपछिको लाइफस्टाइलहरू अलिकति छोटकरीमा बताइदिनुहोस् त त्यसपछि गिरिसपछि अब त्यहाँ 5.5 वर्ष बस्यो होइन त्यसपछि त्यहाँ गिरिसको हालत त्यसै थियो अब फेरि नेपाल फर्किने कुरा भएन ल जानुपर्छ अगाडि बढ्नुपर्छ भन्ने विचार भयो होइन फेरि लाग्यो फेरि उही चाल कि फेरि अब रोटी सोटी बोकेर गयो ओडामा बस्यो फेरि 3 दिन जति त्यहाँबाट सानो माछा मार्ने बोटमा हालेर लग्यो त्यहाँ त अरू देशको मान्छेहरू पनि थियो होइन कति 150 जना कि कतिजना थियो त्यो उता अफ्रिकातिरको कालीहरू होइन यात्रा चाहिँ कताको यात्रा थियो इटाली जाने चाहिँ हामी स्विडेन जानु खोजेको तर बाटो चाहिँ इटालीबाट पऱ्यो होइन पहिला इटाली त्यसपछि गर्दै जाने अनि इटाली जानलाई त्यसरी गइयो होइन त्यो बच्चाहरू पनि थिए कोही बच्चा पाउनेहरू आइमेहरू पनि थिए अनि त्यो सानो डङ्गुमा चढ्दाखेरि त्यस्तो हल्लिन्छ नि त होइन त्यो बच्चाहरू त्यो आइमेहरू कहाँको गर्दैन के चिल्लाउँथ्यो अनि त्यसरी 3-4 दिन त्यही ठुलो समुद्रभित्र त्यसरी अब कता घुमाउँदै लग्यो होइन म त सिप लाग्ने मान्छे होइन खाना त पाउने खाना दिने तर खाँदै खाइने क्या म त त्यो सीमानमाथि पल्टेर इटाली पुग्ने बेला फेरि आधी घन्टा पहिले पुलिसले पक्रिदियो सिपै पक्रिदियो कि सिप पक्रिदिएर अब ला यतै पठाइदिन्छ भन्ने थियो तर हामीलाई चाहिँ पठाएन उतै इटाली पुऱ्यायो इटाली पुऱ्याएर होइन त्यहाँ अब त्यत्रो कहिलेदेखि नुहाउनु नपाएको खानु नपाएको होइन मजाले खानु दिने रहेछ नुहाउनु दिने होटलमा जस्तो कि रुममा दुईजना राखेको जस राम्रै थियो बल्ल त्यसपछि इटालीबाट चाहिँ काम गर्न सुरु भयो इटाली कति बस्नु भयो नि इटाली म 3 हप्ता बसेँ मिलानोमा त्यसपछि फेरि फ्रान्स गएँ गएर 3 हप्ता बसेँ फेरि यहाँ पनि फ्रान्समा फ्रान्सबाट फेरि
स्विडेन जान्छु हिँडेर भनेर हिँडेको होइन हजुर त्यो युरो बसमा चढेर हिँडेको त जर्मनको बोर्डरमा ठ्याक्कै पुलिसले पक्रिदियो त्यहाँबाट जान्दिएन त्यहाँबाट जान्न नदिएपछि चाहिँ त्यहीँ बसोबास भयो हजुर त्यहीँ जर्मनमा हजुर अहिले पनि जर्मनमै अहिले जर्मनमै ए त्यसपछि अहिले पनि कार्यरत चाहिँ जर्मनमै काम हजुर विशेष गरी काम अहिले चाहिँ यति बेला के काम गर्दिनु अहिले रेस्टुरेन्टमा हजुर सेफमै काम गर्नु होइन किचन हेल्पर हो जस्तै हजुर सङ्घर्ष चाहिँ लामो रहेछ है तर सक्नुपर्ने आँट भएकै छोराले गर्छ कि केले गर्छ सक्छ भन्ने नि तपाईँमा चाहिँ रहेछ है जस्तो लाग्छ मलाई यो सम्झना एकदमै अब आँट नगरेर पनि त अब कुनै उपाय छैन नि त होइन कि त मर्नु पर्यो होइन हजुर कि त आँट गरेर म के गर्छु भन्नु पर्यो त्यति बेला के त्यो पुणेमा के कहाँ जङ्गलमा बस्ने भन्यो त्यो यसो कति पार गर्ने भन्ने कुराहरू गर्नुभयो नि त्यति बेला फ्यामिलीहरूको याद आउने आमाहरूको बाबाहरूको याद आउने घर फ्यामिलीको आउँथ्यो कि आउँदैन थियो अति नै त्यति बेला कस्तो के गर्नुहुन्थ्यो अब फोन कन्ट्याक्ट त हुँदैन थियो होला हुने थिएन त्यस्तो अवस्थामा अब के गर्ने के लाग्छ र होइन त्यही पनि अब यस्तो त्यत्रो गाह्रो भएको फिल भएन किनभने साथीहरू थियो नि त तिनजना भएको भएर अब उसले मलाई हेर्ने मैले उसलाई हेर्ने होइन त्यसरी एकअर्कामा दुःख साटासाट गर्ने त्यसरी नै चिठीहरू त पठाउनु हुन्थ्यो हुने थिएन चिठी पनि पठाउन नमिल्ने पासपोर्टहरू चाहिँ हामीले टुर्किसमा च्यातेको थियौँ हो च्यातेको भन्नाले नि अब त्यो बङ्गाली दलाल थियो कता लग्यो थाहा भएन देशबाट देश हुँदै हुँदै उतै छिर्नु भयो रहेछ के अरे सङ्घर्षको कथाहरू धेरै भोग्नु रहेछ भोगाइ नै जीवन हो हजुर अब तपाईँले अहिले आएर सम्झँदाखेरि जीवन चाहिँ के रहेछ त एक दुई शब्दमा भन्नु पर्दाखेरि जीवन भनेको सङ्घर्ष भन्थ्यो साँच्चैको सङ्घर्ष रहेछ होइन हजुर त्योभन्दा अरू केही नै होइन सङ्घर्षै भएर नै सकिन्छ जिन्दगी अझै पनि छ मैले सङ्घर्ष गर्नु बाँकी होइन हजुर अनि के अहिले तपाईँ जर्मनमा बस्नुहुन्छ जर्मन चाहिँ कस्तो कन्ट्री जर्मन चाहिँ एकदमै राम्रो लाग्छ मलाई किनभने अब होइन अहिलेसम्म त्यहीँ बसिरहेको छु हजुर मैले जति पनि दुःख पाएको थिएँ होइन जर्मन गइसकेपछि चाहिँ मलाई सुखको अनुभव भयो होइन थोरै काम गरेर पनि मैले बालबच्चाहरूलाई पढाउन भ्याएँ हुर्काउनु भ्याएँ होइन मैले चाहिँ जर्मनलाई चाहिँ मान्छु धेरै राम्रो देश हो हजुर के अरे कति वर्षपछि फेरि नेपाल आउनुभएको छ अहिले सुरुमा म 11 वर्षपछि आएँ होइन हजुर अहिले चाहिँ 6 वर्ष वर्षपछि त्यति धेरै विदेश बजेर फर्काउँदाखेरि नेपाल गाउँ केही परिवर्तन देख्नुहुन्छ परिवर्तन भनेको अब पहिला जस्तै इन्टरनेटहरू थिएन होइन अहिले जतासुकै इन्टरनेटहरू पुगिरहेको छ होइन बाटोहरू थिएन बाटोहरू कच्ची बाटोहरू पनि गाउँमा पुगिरहेको छ तिनीहरू चाहिँ फरक पाएँ हजुर पहिला हामी जस्तै हिँड्ने डुल्ने बाटोहरू चाहिँ कता जस्तो त्यो पाएँ होइन अब जस्तै यहाँ ढुङ्गा थियो भने त्यो ढुङ्गा अहिले त्यो ढुङ्गा कहाँ गएला भने चाहिँ अहिले देखिने कि होइन अलिकति सर यस्तो अहिले चाहिँ यो चाहिँ संसार नै ग्लोबल भिलेज नै भइहाल्यो इन्टरनेटको जमानाले सबै कुरा थाहा हुन्छ अन्तिममा के हामी अन्तिममा छौँ तपाईँसँग भेटेर यो खुसी लाग्यो तपाईँको सङ्घर्षको कुराहरू यहाँसम्म आएको जीवन भोगाइ नै हो के अरे भेटेर पनि खुसी लाग्यो आफ्नै गाउँठाउँको मान्छे अनि के यो भिडियो हेरेर बस्नुहुने गाउँको दर्शक महानुभावहरू अथवा सबै जताबाट हेर्दै हुनुहुन्छ उहाँहरूलाई अन्तिममा केही सन्देश छ भने भनिदिनुहोस् न जति पनि के अरे यो हामीले कुरा गरे मैले जति पनि दुःखको कुराहरू गरेँ होइन मेरो जीवनमा जति सङ्घर्ष गर्ने थिएँ होइन त्यो कुराहरू मैले बताइरहेको छु जतिजनाले हेर्नु भयो होइन हेर्नुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद हजुर तपाईँको अमूल्य समय र यो भोगाइको सङ्घर्षको कथाहरू राखिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू नमस्ते नमस्ते